आफ्नो आमामाथि हात उठाउनुहुन्छ म तपाईँको हात भाँचिन्छु। कस्तो छोरा जन्माउनु भयो काकी तपाईँले आफ्नो आमामाथि कसरी हात उठाउँछ? यो मान्छे होइन, मान्छे भएको भए आफ्नो आमामाथि हात उठाउँछ, उठ्छ आमालाई। मैले आफ्नो आमालाई कुटेको मात्रै होइन, तिनीहरूले सुभद्रालाई मार्न खोजेका थिए। सम्पत्तिको लागि छोराछोरीले बाउ आमालाई मारेको घटना सुनेको थिएँ, तर आज प्रत्यक्ष देखेँ मैले। ठुक्क मुर्दा, म त सुभद्रालाई फकाइ फकाइ गरी लालखुट्टा लिएर जग्गा बेच्ला भने त उठेर बोलेको। अनि जति फकाउँदैन नतेसी के गर्ने त नि? ए फकाएर नमानेपछि आमालाई कुट्ने कसम काकी भन्छ छोड्नु। आफ्नो आमालाई मार्न खोज्ने? यत्रो वर्ष इन्डिया बसेर तपाईँले यही कुरा सिकेर आउनुभयो? याद राख्नु, आज सम्पत्तिको लागि तपाईँले आफ्नो आमालाई कुट्नु भएको छ, भोलि तपाईँको छोराछोरीले तपाईँलाई कुट्नेछन्। आमालाई कुटेकोमा मेरो पनि आपत्ति छ। हेलो फुर्का आमासँग माफ माग। हो जा गएर माफ माग। गल्ती भयो आमा, मलाई माफ गरिदिनुहोस्। ए आफ्नो आमासँग यसरी माफी माग्छन्? भाउजू, मलाई हरिले छोडेर जानुभयो। म विधवा भएँ भाउजू। आमा, सबैले हरि मरे मरे भन्छन्, तर मलाई थाहा छ हरि कतै पनि जानुभएको छैन। हरिलाई बोलाइदिनु न आमा। नानी, कति दिन यसरी दुखी भएर बस्नुहुन्छ भन्नु त? तपाईँले आफूले आफूलाई अब सम्झाउनु पर्छ। मरेर जाने मान्छे त गइसके, तपाईँसँगै तपाईँको लागि दुखी हुने हेर्नु त बा। आमालाई हेर्नु त, हरि मर्नु भएको छैन, त्यही परसम्म पुग्नु भएको छ, बाइकमा जानु भएको थियो। आमा हरि मर्नु भएको छैन। तेरो भाग्यमा यस्तै लेखेको रहेछ। भाग्यमा लेखेको कुरा मेटेर मेटिँदैन छोरी, नरो। मेरो भाग्यमा मात्रै किन यस्तो लेखेको छ त? नानी, तपाईँ यसरी दुखी हुनुभयो, कमजोर हुनुभयो भने हरिबाबुको आत्माले शान्ति पाउँछ होला भन्नु त। अब त तपाईँले उहाँको लागि भए पनि बाँच्नुपर्छ। मलाई हरिसँगै लैजाऊ, मलाई हरि चाहिन्छ आमा। मलाई हरि चाहिन्छ दाइ। नानी, आफूले आफूलाई सम्झाउनु। तपाईँको कारणले गर्दाखेरि बा आमा दुइटै दुखी हुनुहुन्छ। तपाईँले अब परिवारको बारेमा सोच्नुपर्छ, आफ्नो बारेमा सोच्नुपर्छ। अनि म फेरि यही घरमा आएर तपाईँहरूको बोझ बनेर कसरी बस्नु?